र सिडिसी सर्च गरिसकेपछि पाठ्यक्रम विकास केन्द्रको यस्तो प्रकारको इन्टरफेस खुल्छ र जुन सुरुको चाहिँ वेबसाइट चाहिँ पाठ्यक्रम विकास केन्द्रको हो। म यहाँ क्लिक गर्छु र क्लिक गरिसकेपछि यो पाठ्यक्रम विकास केन्द्रको चाहिँ आधिकारिक वेबसाइट चाहिँ ओपन हुन्छ र यसमा म प्रकाशनमा चाहिँ जान्छु। प्रकाशनमा साधारण रूपमा चाहिँ म क्लिक गर्छु र यो ओपन हुन्छ र यो ओपन भइसकेपछि यहाँ अपलोड गरिएका प्रकाशित मिति र समय सहितको चाहिँ फाइलहरूको चाहिँ यहाँ कर्मसङ्ख्या, शीर्षक अनि प्रकाशित मिति, समय, फाइलको प्रकार र कार्य भनेर चाहिँ यहाँ देखाउँछ र यहाँ पेजहरू पनि तलपट्टि हामीले टर्न गर्न सक्छौँ। पेज 1, पेज 2, पेज 3, पेज 4 भनेर यसरी चाहिँ पेजहरू पनि हामीले यहाँ हेरेर अगाडि बढ्न सक्छौँ। अब यसमा सुरुमै क्रम सङ्ख्या 1 मै चाहिँ के गरेको छ त भन्दा कक्षा 10 को ऐच्छिक अर्थशास्त्र विषयको विस्तृतीकरण तालिका र नमुना प्रश्नपत्र चाहिँ भनेर असार 10 गते 2083 बुधबारको 11:24 मा चाहिँ अपलोड गरेको रहेछ। म यहाँ चाहिँ अब यो पीडीएफ फाइल चाहिँ म यहाँ ओपन गर्छु र यो खुलिसकेपछि हामी विस्तृतीकरण तालिका चाहिँ यहाँ सजिलैसँग देख्न सक्छौँ र अब यसलाई हामीले सिधै प्रिन्ट पनि दिन मिल्छ र यसमा चाहिँ यो डाउनलोड गर्नको लागि यो तलतिर डाउन एरोमा चाहिँ क्लिक गर्यो भने यो पीडीएफ फाइल चाहिँ के हुन्छ त भन्दा यो डाउनलोड हुन जान्छ। यो चाहिँ डाउनलोड हुन जान्छ। अब म ढिला नगरिकन यो विस्तृतीकरण तालिका 2083 यो नयाँ परिमार्जित विस्तृतीकरण तालिका हो र यो परिमार्जित विस्तृतीकरण तालिकामा कक्षा 10 को अर्थशास्त्र विषयको चाहिँ विषयलाई चाहिँ एकाइहरू 6 एकाइमा चाहिँ बाँडिएको छ र 6 एकाइ अन्तर्गत त्यसमा पाठहरू चाहिँ समावेश गरिएका छन्। एकाइ 1 मा अर्थशास्त्रको आधारभूत अवधारणा र साधनहरूको बाँडफाँड छ र यस अन्तर्गत चाहिँ विषयवस्तु चाहिँ पाठहरू 3 वटा रहेका छन्। अर्थव्यवस्थाको परिचय र विशेषता, दुर्लभता, छनौट, अवसर लागत र साधनको बाँडफाँडको अवधारणा र त्यस्तै गरेर समष्टिगत आर्थिक चर यो 3 वटा पाठहरू यस एकाइ अन्तर्गत चाहिँ रहेका छन्, जसको कार्यघण्टा 12 रहेको छ भने यसबाट सोधिने प्रश्नको अङ्क जम्मा 9 रहेको छ। ज्ञान तहकोबाट चाहिँ 2, बोध तहकोबाट अति छोटो 1 र छोटो 1 वटा प्रश्न र प्रयोग तहबाट 1 वटा गरेर 9 अङ्कको चाहिँ यो पहिलो एकाइबाट सोधिनेछ। त्यसै गरी एकाइ 2 मा चाहिँ व्यष्टि अर्थशास्त्र चाहिँ रहेको छ। व्यष्टि अर्थशास्त्रलाई हामी सूक्ष्म अर्थशास्त्र पनि भन्छौँ। यस अन्तर्गत 4 वटा पाठहरू रहेका छन्। आय र आय वक्ररेखाहरू, लागत, लागत वक्ररेखाहरू, बजार संरचना र उत्पादनको मूल्य निर्धारण र चौथो पाठ रहेको छ साधनको मूल्य निर्धारण सिद्धान्त। यसको कार्यघण्टा 30 रहेको छ भने यसको प्रश्नको संरचना रहेको छ ज्ञान तहबाट अति छोटो 1, बोध तहबाट चाहिँ छोटो प्रश्न 1 र प्रयोग तहकोबाट चाहिँ छोटो तेस्रो एकाइ अन्तर्गत समष्टि अर्थशास्त्र चाहिँ रहेको छ। समष्टि अर्थशास्त्रलाई हामी वृहत अर्थशास्त्र पनि भन्छौँ। यसमा 2 वटा पाठहरू दिएको छ, सरकारी वित्त, त्यसपछि अन्तर्राष्ट्रिय व्यापार। यसको कार्यघण्टा 12 रहेको छ र यसमा
विशेष गरी बोध तहबाट 1, त्यसपछि उच्च दक्षताबाट 1 गरेर जम्मा 9 अङ्कको चाहिँ प्रश्न अङ्क चाहिँ 9 अङ्कको प्रश्न चाहिँ सोधिनेछ। एकाइ 4 विकास अर्थशास्त्रबाट 6 अङ्कको प्रश्न सोधिनेछ। यसमा 2 वटा पाठहरू रहेका छन्। आर्थिक विकासका सिद्धान्तहरू, समाजवाद उन्मुख अर्थव्यवस्थाका आधारहरू, जसको कार्यघण्टा चाहिँ क्रेडिट आवर 8 छ भने यसमा सोधिने प्रश्नहरू, यसमा सोधिने प्रश्न बोध तहको चाहिँ बोध तहको अति छोटो र अनि 5 अङ्कको चाहिँ एउटा गरेर 6 अङ्कको चाहिँ सोधिनेछ। त्यसपछि एकाइ 5 नेपालको अर्थतन्त्र रहेको छ। एकाइ 5 मा नेपालको अर्थतन्त्र रहेको छ। यस अन्तर्गत चाहिँ कृषि, उद्योग, पर्यटन उद्योग अनि वैदेशिक रोजगारी गरेर 4 वटा पाठहरू रहेका छन्, जसमा यसको कार्यघण्टा रहेको छ 15 र यसमा सोधिने प्रश्न अङ्कको अङ्क भनेको 12 अङ्कको चाहिँ सोधिनेछ। र ज्ञान तहबाट 1% 1 अति छोटो चाहिँ 1, त्यसपछि बोध तहबाट चाहिँ 1 अङ्कको 1%, त्यसपछि बोध तहको छोटो प्रश्न 1 र त्यसपछि उच्च दक्षता प्रयोग तहबाट चाहिँ 5 अङ्कको 1 गरेर 12 अङ्कको चाहिँ जम्मा सोधिनेछ। त्यसपछि रहेको छ 6 एकाइ चाहिँ रहेको छ। 6 एकाइमा 2 वटा पाठहरू रहेका छन्, जसमा तथ्याङ्क शास्त्रको प्रस्तुतिकरण, त्यसपछि केन्द्रीय प्रवृत्तिका मापहरू रहेको छ र यसमा चाहिँ सोधिने अङ्क भनेको 15 अङ्कको चाहिँ प्रश्न चाहिँ सोधिनेछ। यसमा 1 अङ्कको चाहिँ अति छोटो प्रश्न, त्यसपछि बोध तहबाट अति छोटो एउटा प्रश्न सोधिनेछ र त्यसपछि चाहिँ उच्च दक्षताबाट चाहिँ प्रयोग तहबाट चाहिँ 5 अङ्कको एउटा गरेर जम्मा चाहिँ 15 अङ्कको र एउटा लङ क्वेसन उच्च दक्षताबाट चाहिँ 8 नम्बरको एउटा प्रश्न सोधेर 15 अङ्कको चाहिँ यो 6औं एकाइबाट चाहिँ प्रश्नहरू सोधिनेछन्। अब यसमा थप ध्यान दिनुपर्ने कुराहरू दिएको छ। प्रश्न निर्माण गर्दाखेरि अति छोटो उत्तर आउने प्रश्नहरू 1 अङ्कका हुनेछन् र यस्ता प्रश्नहरू जम्मा 11 वटा रहनेछन् भनिएको छ। खमा भनेको छ छोटो उत्तर आउने प्रश्नहरू 5 अङ्कका हुनेछन् र यस्ता प्रश्नहरू 8 वटा हुनेछन्। साथै एकाइ 1 बाट बोध तहको, एकाइ 4 बाट बोध तहको र एकाइ 5 बाट प्रयोग तहको प्रश्नमा थप 1 वटा सोही तहकै वैकल्पिक प्रश्नहरू सोध्न सकिनेछ भनेको छ। ग नम्बरमा भनेको छ कि ध्यान दिनु, प्रश्नपत्र निर्माण गर्नुपर्नेछ।